क्रिकेटर दिपेन्द्र सिंह एरीले प्रहरीको सेवाबाट राजीनामा दिएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा चर्चित अलराउन्डर खेलाडी दिपेन्द्र सिंह एरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन्। प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार प्रहरी सहायक हवलदारको रूपमा कार्यरत एरीले केही महिना अघि बुझाएको राजीनामा केही दिन अघि मात्र स्वीकृत भएको हो। राजीनामा पत्रमा उनले घरायसी कारण उल्लेख गरेको समेत जनाइएको छ। दिपेन्द्र सिंह एरी हाल नेपालको चर्चित अलराउन्डर क्रिकेटर मध्ये एक हुन्। 24 जनवरी 2000 कञ्चनपुरमा जन्मिएका एरी दायाँ हातका बलर तथा ब्याट्सम्यान हुन्। उनले सन् 2018 नेपालको पहिलो एक दिवसीय ओडिआई र T20I अन्तर्राष्ट्रिय खेलमा टोलीको हिस्सा बनेर डेब्यू गरेका थिए। उनी हालैको T20I अलराउन्डर र्याङ्किङमा विश्वकै दोस्रो स्थानमा पुगेका थिए। सन् 2023 को एसियाई खेलकुदमा मङ्गोलिया विरुद्ध 9 बलमा नै अर्धशतक बनाउँदै कीर्तिमान बनाएका थिए भने सन् 2024 को एसिसी प्रिमियर कपमा कतार विरुद्ध एकै ओभरमा 6 छक्का प्रहार गरेका थिए। फ्रेन्चाइज क्रिकेटमा पनि उनले सुदूरपश्चिम रोयल्सको कप्तानी गर्दै प्लेयर अफ द सिरिज बन्न सफल भएका थिए। क्रिकेटमा पूर्ण रूपमा केन्द्रित हुन र आगामी चुनौतीहरूको तयारी गर्न उनले प्रहरी सेवाबाट बिदा लिएको अनुमान गरिएको छ।